टिपोट सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुमा हार्दिक नमस्कार। हामीलाई परीक्षामा बुदा टिप्नुस् भनेर यसरी आएको हुन्छ प्रश्न। तर धेरै जसो विद्यार्थी भाइ बहिनीहरुलाई बुदा टिपोट कसरी गर्नुपर्छ, बुदा टिप्ने खास नियमहरु के छन् र बुदा टिपोटहरु गर्दाखेरि हामीले के गल्ती गर्छौं जसको कारणले गर्दा बुदा टिपोट गरेर पनि 4 वटा बुदा लेखेर पनि 2 नम्बर आउन सक्दैन। आजको भिडियोमा हामी यसै सम्बन्धी हामी बुदा टिपोट के हो, बुदा टिपोट गर्दा विद्यार्थीहरुले कस्ता गल्ती गर्छन्, 4 वटा गल्ती र बुदा टिपोट गर्ने सजिलो तरिकाहरु नियमहरु बारे सिकाउने छौं। र परीक्षामा यसरी आयो भने, यसरी एउटा अनुच्छेद आयो भने कसरी बुदा टिप्ने त, कसरी बुदा टिपोट गर्दाखेरि 2 मा 2 नम्बर आउन सक्छ, त्यसको बारेमा छलफल गर्ने छौं। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। बुदा टिपोट भनेको के हो त? सबैभन्दा पहिला यसको परिचय बारे बुझौं। बुदा टिपोट भन्नुको अर्थ नै के हो भन्दा कुनै पनि पाठ, लेख, जानकारी वा भाषणलाई संक्षेपमा छोटो तरिकाले मुख्य बुदाहरु मात्र टिपेर लेख्ने प्रक्रियालाई हामी बुदा टिपोट भनेर भन्छौं। है, कुनै पनि पाठ हुन सक्छ, लेख हुन सक्छ, अनुच्छेद हुन सक्छ, कुनै कसैले भनेको भाषण पनि हुन सक्छ, हैन? तिनलाई छोटो रूपमा अर्थात त्यहाँ भएका मुख्य बुदाहरु मात्र टिपिन्छ भने त्यसलाई हामी बुदा टिपोट भनेर भन्छौं। अब यसमा लामो सामग्रीलाई छोटकरीमा बुझ्न सजिलो होस् भनेर मुख्य कुराहरु मात्र बुदागत रूपमा टिपोट गरिन्छ। है, बुदा टिपोट भन्नुको अर्थ नै के भन्दा मुख्य कुराहरु टिपोट गर्नु हो। तर हाम्रो परीक्षाको दृष्टिकोणले बुदा टिपोट गर्ने छुट्टै नियम छ। है, हामीले बुदा टिपोट गर्दाखेरि के गल्ती गर्छौं त, जसले गर्दा हामीले 4 वटा बुदा लेखेका हुन्छौं तर पनि नम्बर आउँदैन। हो, हामीले के गल्ती गर्छौं भनेर हामी यसरी हेर्नुस्। अनुच्छेद हामी राम्ररी पढ्दैनौं, हामीले नपढेर के गर्छौं, जस्तो वाक्य छ त्यस्तै साइड दिन्छौं। है, एक वाक्य सुरुको, एक वाक्य बीचको, एक वाक्य अलि पछाडीको, एक वाक्य अन्तिमको वाक्य सार्छौं अनि हामी बुदा टिपोट भयो भन्छौं। तर त्यसरी तपाईले 4 वटा वाक्य लेखे पनि त्यो बुदा टिपोट मानिदैन र तपाईको नम्बर आउँदैन। है, अनि समापिका क्रियापदको प्रयोग गर्नु। है, हामी गरिन्छ, खाइन्छ, पढिन्छ, खायो, पढ्यो, लेख्यो, हैन, खान्छ, पढ्छ, लेख्छ जस्ता क्रियापदहरुको प्रयोग गर्छौं। हो, ती समापिका क्रियापदहरुको प्रयोग गर्दाखेरि पनि हामीलाई सोचे जति नम्बर आउँदैन। अनि 1/3 पनि लेख्नु। मैले त के पनि भेटाएको छु भन्दा विद्यार्थी भाइ बहिनीहरुलाई बुदा टिपोट गर भनेर माथि दिएको हुन्छ, तल 1/3 पनि सारांश पनि लेखेको पाइन्छ। है, पहिला बुदा टिपोट र सारांश लेखन एउटै प्रश्नमा आउँथ्यो। त्यसकारणले गर्दा आजकल पनि कोही विद्यार्थी भाइ बहिनीहरुले बुदा टिपोट पनि गरेका हुन्छन् र 1/3 पनि लेखेका हुन्छन्। हो, त्यसरी लेख्दाखेरि हाम्रो गल्ती मानिन्छ। अब हामीले गर्ने गल्ती त भए, अब बुदा टिपोट गर्दाखेरि खास ध्यान दिनुपर्ने कुराहरु के हुन् त, त्यसको बारेमा बुझौं है त। यति कुरा तपाईहरुले बुझ्नुभयो भने अवश्य पनि बुदा टिपोट गर्न सक्नुहुन्छ। अनुच्छेदलाई सबैभन्दा पहिला राम्रोसँग पढ्ने। हामीलाई समय छैन भनेर हामीले पढ्दै नपढेर बुदा टिप्न लाग्यौं भने त्यो हाम्रो बुदा टिपाइ हुँदैन, त्यहाँ भएका वाक्य सार्ने काम मात्रै हुन्छ। त्यसकारणले गर्दा सबैभन्दा पहिला अनुच्छेदलाई राम्रोसँग पढ्ने। त्यसपछि अनुच्छेदमा भएका मुख्य कुरालाई रेखाङ्कन गर्ने। है, अब त्यहाँ अनुच्छेदमा के छन् त मुख्य कुराहरु पढ्दै जाने र त्यसलाई रेखाङ्कन गर्दै जाने। अनावश्यक कुरालाई नलेख्ने। है, अनावश्यक कुरामा हामीले ध्यान नदिने, मात्रै हामीले मुख्य कुरा के छन् त्यो कुरालाई रेखाङ्कन गर्ने। अब छोटो सकेसम्म 1 लाइनको मात्र एउटा बुदा बनाउने। हामीलाई बुदा टिपोट गर भने हुन्छ, हामी के गर्छौं, 2-3 वटा 3-4 वटा वाक्यलाई एउटै बनाउनको लागि लामो बुदा बनाइदिन्छौं। 3-4 लाइन लेखेको पनि पाएको छु मैले। हो, त्यसरी 3-4 लाइन लेखेको छ भने त्यो बुदा टिपोट मानिएन, त्यो त एउटा ठूलै अनुच्छेदै भइहाल्यो। है, त्यसकारणले गर्दा सकेसम्म 1 लाइनको बुदा बनाउने, भएन भने 1 आधा पनि हुन सक्छ कहिलेकाहीँ लेखाइ अनुसार तपाईहरुको। है, त्यसकारणले गर्दा छोटो बुदा बनाउने।
बुधा लेख्दाखेरि के गर्ने अगाडिपट्टि 1 2 3 4 गरेर लेख्ने। हामी लेख्छौं कसैले ड्यास दिएको हुन्छन् माइनस माइनस जस्तो हैन हो, कसैले त्यतिकै पनि लेख्या हुन्छन्, कसैले क ख पनि लेख्या हुन्छन्। सकभर हामीले क ख यसरी लेख्नु भन्दा 1 2 3 4 गरेर 4 वटा बुधा लेख्नु राम्रो मानिन्छ। त्यसपछि बुधाको अन्त्यमा असमापिका क्रियापदको प्रयोग गर्ने। है असमापिका क्रियाको प्रयोग गर्ने कस्तो भन्दा गर्नु, हुनु अर्थात् गर्ने, हुने, भनिने जस्ता असमापिका वाक्य पूरा नभएका है वाक्य पूरा नगर्ने असमापिका क्रियाको प्रयोग गर्नुपर्छ है, त्यो कुरामा ख्याल गर्नुपर्छ। अनि बुधाको अन्त्यमा पूर्णविरामको प्रयोग नगर्ने है, भन्नुको अर्थ बुधा जस्तै हामी गर्नु, हुनु, गर्ने, हुने लेख्छौं, त्यसको पछाडि हामी पूर्णविराम दिएको पनि मैले भेटाएको छु है। त्यसरी पूर्णविराम नदिने। पूर्णविराम दिने भनेको के हो भन्दा जहाँ समापिका क्रियापद हुन्छ त्यहाँ मात्रै हामीले पूर्णविराम दिने हो। अब माथि यहाँ हेर्नुस्, यहीँनिर छ पछाडि कमा 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 गरिएको छ। यसरी हामी अल्पविराम अथवा कमा पनि राख्न सक्छौं अथवा नराखे पनि हुन्छ है। यसरी कमा नराखे पनि हुन्छ। र अन्तिमको वाक्यमा हामी के गर्न सक्छौं भन्दाखेरि यसरी अन्तिमको वाक्यमा मात्रै अर्थात् अन्तिमको बुधामा मात्रै हामीले पूर्णविराम राख्न पनि सक्छौं अथवा नराख्न पनि सक्छौं, खाली छोड्न सक्छौं है। त्यसरी यी 5-6 वटा हामीले बुधा 5-6 वटा कुरामा हामीले ध्यान दियौं भने हामी अवश्य पनि बुधा टिपोटमा जति नम्बर पाउनु पर्ने हो त्यति नम्बर पाउँछौं। नत्र भने तपाईहरुले यी कुरामा ध्यान दिनु भएन भने तपाईले 4 वटा बुधा लेखे पनि 4 वटा लाइनका बुधा लेखिए तापनि तपाईहरुले त्यो लेख्नु पर्ने अनुसार लेख्नु भएन भने नम्बर भने जति आउँदैन। त्यो कुरामा ख्याल गर्नु होला है त। जस्तै परीक्षामा यसरी आएको हुन्छ हैन, परीक्षामा यसरी आएको हुन्छ, हामीले लेख्नु पर्ने पनि यसरी हुन्छ। यो अनुच्छेद दिएको हुन्छ माथि 4 वटा बुधा टिप्नुस् भनेको हुन्छ, हामीले प्रश्न नम्बर 13 को उत्तर लेख्ने। अनि जस्तै हेर्नुस् त जस्ताको त्यस्तै सारेको छ र बुधा हेर्नुस्, एकछिन राम्रोसँग हेर्नुस्, जस्ताको त्यस्तै सारेको छैन। हामीले आफ्नै तरिकाले लेख्ने हो है। अनुच्छेदमा भएको कुरालाई नछुटाउने, मुख्य कुरालाई नछुड्ने गरेर आफ्नै तरिकाले लेख्नु पर्दछ। हेर्नुस् त अब्बलता प्रदर्शन गर्नु, पहल गर्नु, योगदान गर्नु, गर्न नसक्नु जस्ता हामीले के गर्नुपर्छ, असमापिका क्रियापदको प्रयोग गर्नुपर्छ। तर जस्ताको त्यस्तै चाहिँ सार्न हुँदैन। यहाँ देवकोटाले जे लेखे, जुन लेखे राष्ट्रिय हितमा काम गरेर आफ्नो अब्बलता प्रदर्शन गरे, कति लामो वाक्य छ हैन। तर हामीले के गर्यौं, लक्ष्मीप्रसाद देवकोटाले जिम्मेवारी पाएको काममा राष्ट्र हितको लागि अब्बलता प्रदर्शन गर्नु हो। यसरी हामीले आफ्नै तरिकाले तर अनुच्छेदको मुख्य कुरालाई नछुड्ने गरेर बुधा लेख्यौं भने मात्रै बुधा टिपोट मानिन्छ। तर जस्ताको त्यस्तै हामीले सार्यौं भने त्यो बुधा टिपोट मानिदैन, वाक्य सारेको मानिन्छ। सायद अब बुधा टिपोट कसरी गर्नुपर्छ भन्ने कुरा स्पष्ट हुनुभयो होला। कक्षा सानो कक्षा 6 देखि लिएर कक्षा 12 सम्म बुधा टिपोट आउँछ। तपाईहरुले अवश्य पनि थाहा पाउनु भयो होला भन्ने मैले सोचेको छु। अझै पनि केही बुझ्नु भएन भने कमेन्ट पनि गर्नु होला, नबुझेको कुरा भन्नु होला। म अवश्य पनि तपाईहरुलाई रिप्लाई गर्नेछु कमेन्टमा। तपाईहरुले अहिलेसम्म भिडियोलाई हेर्नु भएकोमा तपाईहरुलाई हार्दिक धन्यवाद। र तपाईहरुले भिडियोलाई लाइक र शेयर पनि गर्न सक्नुहुन्छ। र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गर्नु होला। र यो अन्तिमसम्म भिडियो हेर्नु भएकोमा हार्दिक धन्यवाद दिँदै अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिलेलाई छुट्टिन्छौं। धन्यवाद।